कसैले मलाई प्रश्न गर्छ, को हौ तिमी? अर्थहीन जीवनको प्रश्न हुँ म, अनि भोगाईको भागीदार पनि हुँ म, अनि यात्रामा हराएको यात्री पनि हुँ म। त्यति मात्रै हो र आफूलाई खोज्ने जासुस पनि हुँ म। जीवन लेख्ने कलमको मसी पनि हुँ म, अनि कुनै घटनाको परिणाम पनि हुँ म। सही गलत छुट्याउने वकिल पनि हुँ म, अनि सत्यतिर ढल्किने तराजु पनि हुँ म। जिम्मेवारीले बाँधिएको कैदी हुँ म, अनि सत्यता स्वीकार्ने निडर पनि हुँ म। आमा बाको एकमात्र आस पनि मै हुँ, अनि एक दिन मरिजाने त्यो लास पनि मै हुँ। आफ्नै बाटो हिँड्ने त्यस्तो खालको यात्री पनि हुँ म। त्यही भएर अरूभन्दा अलिकति भिन्न पनि छु। तपाईको स्वभावमा, तपाईको दृष्टिमा अलिक म भिन्न लाग्न सक्छु र भिन्न पनि हुँ। अनि तिम्रो प्रश्नको जवाब पनि